गुरी नमस्ते। म साउदी अरब रियादबाट। आज म फेरि बिदा भयो, त्यस कारणले यो बिदाको समयमा यसो बाहिरतिर घुमघाम गरिराखेको छु। अनि मैले अस्ति नै एकजना साथीलाई फर्स्टचोटि साथीसँग कुराकानी गरेका थिएँ। अनि त्यो साथी आज त्यहाँ सुने त्यहाँ देख्दै हुनुहुन्छ तपाईँ, त्यहाँ एक्लै बस्नु भएको छ। खै किन बस्नुभयो, म उहाँसँग थोरै कुराकानी म गर्न चाहन्छु। अनि तपाईँहरू यो भिडियोलाई हेर्नु होला भन्न चाहन्छु। उहाँसँग थोरै कुराकानी गर्छु। म एकछिनपछि फेरि त्यहाँ उहाँसँग भेट्न जाँदैछु। ल, म पुगिसकेँ। म उहाँसँग चाहिँ म थोरै कुराकानी गर्न चाहन्छु। तपाईँहरू हेलो साथी, के छ हालखबर? स्वागत छ तपाईँलाई है। हामी फेरि पनि यसरी भेट भयो होइन? ठिक छ नि, अरू आराम हुनुहुन्छ? आरामै त्यहाँबाट आउँदै थिएँ, तपाईँ यसरी बस्नु भएको रहेछ एक्लै, के छ? त्यति उदास देखिनुहुन्छ? उदास नै, म यसो घुमघाम गरौँ आज छुट्टीको दिन होइन। सबैजना बजार गएछन्, तपाईँ चाहिँ एक्लै यता डाँडामा के गरेर आउनु हो नि? यसो चिसो हावा, यसो साउदीको चिसो हावा खाऊँ न है। आजभोलि उठेरै कुरा गरौँ न है, हुन्छ नि होइन? ल, अनि हामी योभन्दा पहिला पनि हाम्रो भेट भएको थियो होइन? हजुर। त्यसपछि रमाइलो कुराकानी भएको थियो। अनि अरू के छ त? अरू हालखबर आराम हुनुहुन्छ नि? आरामै, बरु हजुरको भन्नु, हजुरको मेरो पनि बस ठिकै छ भन्नु पर्यो। अनि यस समयमा घरतिरको त साह्रै याद आउँछ होला नि? हजुर दाइ, घरतिरको त याद आउँछ सबै, के गर्ने। सम्झना स्वरूप एउटा गीत गाइदिनुहोस्। घरतिरको मान्छेहरूको लागि सम्झना स्वरूप है, एउटा गीत गाइदिनुहोस्। मन बिनाको धन ठुलो कि धन बिनाको मन, आकाशैमा उडी जाने ए चरी भन, दुनियाँलाई निहाल्ने त आकाश पनि भन। मन बिनाको धन ठुलो कि धन बिनाको मन। ल, धन्यवाद दाइ। ल, एउटा अर्को पनि सुनाइदिनु पर्यो। अर्को सारे महिना पानी पर रुझाउने एक्लो यो मेरो मन, कसरी बुझाउने, मन्दिरे मैचेले रुच्दै नौनारा पारी छ कम्पनी सहर। ल, धन्यवाद छ हजुरलाई, एकदम राम्रो गीत गाउनु हुँदो रहेछ। अनि के छ त अहिले आजकल काम कस्तो चलिरहेछ? कामहरू के छ, कस्तो छ? अनि ठिक छ दाइ, कामकाज त अब यस्तै हो होइन। अब आइसकेपछि काम जसरी भए पनि गर्नै पर्छ होइन। अब 2 वर्षको कन्ट्र्याक्टमा आउनुपर्छ होइन। अनि जस्तो पीडा भए पनि अब पीडा त अब के हुन्थ्यो, तर त्यही पनि कहिले सुख कहिले दुःख होइन, जसरी भए पनि काम गर्नुपर्छ। अनि धेरै कमेन्टहरू आइरहेका थिए, हामी पनि आउँछौँ, के छ कस्तो छ भनेर। यो जानकारीमूलक युट्युब च्यानलमा पनि कमेन्टहरू साथीहरूले गरेका थिए, टिकटकमा पनि गरेका थिए। तपाईँको भिडियो धेरैले मन पराउनु पनि भएको थियो। अनि गएको हप्तामा हामीले हालेको थियौँ नि त। त्यसपछि त्यसरी अब आउने, विदेशमा आउने हाम्रो साथीभाइहरूको लागि, युवाहरूको लागि तपाईँ खासै के सन्देश दिन चाहनुहुन्छ? थोरै हामी यो जानकारीमूलक युट्युब च्यानलबाट यो जानकारीको लागि यसो भिडियो बनाए भनिदिनु न, मतलब बोलिदिनु न, के जानकारी दिन चाहनुहुन्छ अब आउँदै गर्ने हाम्रो नयाँ युवा साथीहरूको लागि होइन? म त प्रथम सबैलाई धन्यवाद भन्न चाहन्छु होइन। सबैले मेरो भिडियोहरू मन पराइदिनु भयो, अनि दाइको भिडियोहरू मन पराइदिनु भयो, अनि यसै गरी साथ सपोर्ट गर्नुहोस्, अनि यसै गरी माया दिनुहोस् दाइलाई। अनि अझै नयाँ भिडियोहरू हाम्रो आउने समयमा ल्याउँछौँ होइन। त्यही भएर दाइलाई पनि साथ दिनुहोस्, अनि दाइको अझै भिडियोहरूमा लाइक अनि भ्युजहरू गराइदिनु, त्यही म भन्न चाहन्छु सबभन्दा पहिला। अनि म मेन चाहिँ के भन्न चाहन्छु कि अब विदेश आउँदाखेरि होइन, केही सिप सिकेर नै आउनु होला। यदि आउनु छ भने होइन, सिप सिकेपछि अब आफूलाई पनि सजिलो हुन्छ काम गर्नलाई यहाँ आइसकेपछि। अनि अब सिप बिना केही छैन। जे जस्तै अब ड्राइभर भनौँ कि प्लम्बर भनौँ कि होइन, कार्पेन्टर भनौँ
जे जसोमा आउनुहुन्छ सिप सिकेर आउनु होला, त्यही भन्न चाहन्छु। अनि यदि सिप छैन भने केही छैन होइन, सिप सिकेरै आउनु होला। आफ्नै नेपालमा पनि केही गर्न सकिन्छ होइन, यदि आउनु छैन भने। भनेपछि तपाईँको एकदम सन्देश दर्शकवृन्द, उहाँ हाम्रो साथीले एकदम राम्रो सन्देश दिनुभएको छ। उहाँ भन्दै हुनुहुन्छ कि यदि कोही विदेश आउन चाहन्छ भने एकदम सिप सिकेर आउनुहोस्, स्वरोजगार बनेर आउनुहोस्, किनभने सिप सिकेर विदेश आयो भने एकदम मालामाल छ, त्यही होइन तपाईँ भन्नुहुन्छ। त्यसो हुनाले म पनि यो युट्युब जानकारी युट्युबमूलक भिडियोबाट के भन्न चाहन्छु भने तपाईँहरू सिप सिकेर आउनुहोस् है। सिप सिकेर आयो भने एकदम यता काम पनि सजिलो गर्न सकिन्छ र स्यालेरी एकदम हो, सबै कुराहरूमा एकदम राम्रो छ। यदि सिप सिकेर तपाईँ आउनु भएन भने यहाँ के छ भने फेरि यहाँबाट जिरोबाट सिप सिक्न सुरु गर्न एकदम गाह्रो अनि कठिनाइ हुने अवस्था हुन्छ। त्यसकारणले हामी जानकारी के दिन चाहन्छौँ भने तपाईँहरू सिप सिक्नुहोस्, स्वरोजगार बनेर बल्ल वैदेशिक रोजगारीमा आउनुहोस्। होइन भने सकभर तपाईँ नेपालमै काम गर्नुहोस् र त्यहीँ कुनै न कुनै उद्योग धन्दाहरू अथवा सानो उद्योग कुनै पनि चिज व्यापार बिजनेस कुनै पनि सुरु गर्न सक्नुहुन्छ। यदि तपाईँ आउनै चाहनुहुन्छ भने हामीले के भने सिप सिकेर आउनुहोस्, बिना सिपको काम छैन होइन, त्यही भन्न चाहन्छौँ हामी। अनि हामी तपाईँहरूलाई देखाउन चाहन्छौँ। अनि त्यो पारी हाम्रो क्याम्प हो, त्यहाँबाट चाहिँ हामी हिँडेर आएको। अनि यहाँ कोही पनि छैन, अनि यहाँ हामीहरू बजारहरू केही छैन, हामीहरू यस्तो मरुभूमिमा छौँ, तर पनि हामी एकदम खुसी छौँ, रमाइराखेका छौँ। रमाउनै पर्यो, नरमाएर अब छैन होइन, रमाउनै पर्यो। अब काम कुरा अब यस्तै कमाउनै पर्छ अब मरुन्जेसम्म होइन। अब त्यही हो, म त्यही भन्न चाहन्छु। तपाईँलाई एउटा कुरा सोध्न बिर्सेछु, यति धेरै ह्यान्डसम पनि हुनुहुन्छ, तपाईँको बिहा भइसक्यो? भएको छैन। तपाईँ सिङ्गल हो? हजुर। हेर्दा त लाग्दैन मलाई। सिङ्गलै हो। अब सिङ्गलै हो त? हजुर हजुर। साँच्चै हो? हजुर। फेरि यो भिडियो हेऱ्यो भने तपाईँ बिहा गरे हुनुभयो भने सिङ्गल रहेछ भयो भनेर फेरि त्यहाँ गाह्रो होला नि। गाह्रो त छैन, सिङ्गल हो नि तपाईँ? ल, सिङ्गल हुनुहुन्छ अनि हामी यो भिडियो मार्फत भनिराखेका छौँ उहाँ एकदम सिङ्गल। लभ भइसक्यो? लभ परेको छैन। अब केटीहरू त खोजिरहन्छ बुवाहरूले। ल, उहाँको लभ पनि परेको छैन, केही छैन है। ल, हामी यो भिडियो मार्फत भन्दैछौँ, उहाँलाई कोही चाहनुहुन्छ भने तपाईँ कमेन्ट पनि गर्न सक्नुहुन्छ, त्यही भनौँ होइन? ओके, हुन्छ। अनि तपाईँ चाहिँ यसरी मैले बसेको देखेर त्यहाँ पारीबाट साथीहरूलाई सोधेँ, अनि त्यहाँ साथी बाहिर घुम्न गएका छन् भनेर यसरी थाहा पाउँदाखेरि म चाहिँ तपाईँहरूलाई भेट्न आएको। अनि भेट पनि भयो, कुराकानी पनि भयो, रमाइला मान्छेसँग रमाइलो कुराकानी भयो, बुझ्नुभयो नि? त्यस कारणले हामी आजको भिडियो यति नै राख्छौँ। फेरि जाँदा जाँदै अनि यो जानकारीमूलक युट्युब च्यानललाई लाइक, सब्सक्राइब, कमेन्ट गर्नु होला। अनि एक कमेन्ट, एक लाइकले गर्दा हामी अझै अरू भिडियो बनाउने हामीलाई के मिल्छ त? हौसला मिल्छ होइन। अनि टिकटकमा पनि तपाईँ लाइक कमेन्ट गरिदिनु होला भन्ने अनुरोध गर्दछौँ। लाइक कमेन्ट अनि सेयर फलो गरिदिनु होला। फलो ब्याक पनि दिन्छौँ नि हामी होइन? हजुर। ल, हस्, धन्यवाद।